केपी बाको ट्रिकलाई चाहिँ मैले माने हो माने मतलब ताली बजाउँछु ताली बजाउँछु। केपी बाले त बालक बालिकाहरूलाई नै सानैमा घर घरमा बोलाएर चाहिँ ब्रेन वास गर्नको लागि हो या के गर्नको लागि कसरी हुन्छ चाहिँ उहाँहरूलाई फकाए लुवाए फकाए गरेर चाहिँ आफ्नो समर्थन गराउँदो रहेछ। अनि पो केपी बाले गरेको नराम्रो जेसुकै काममा पनि आँखा चिम्लेर विश्वास गर्नु हुँदो रहेछ। उदाहरण त देखिहाल्यो, जस्तै यी नानी, ल सुन्नु न, यी नानीले के भन्दैछ। उसको उमेर 14-15 वर्ष हुँदाखेरि नै केपी बासँग भेटेको, केपी बाले उहाँको बर्थडे पनि मनाइदिएको, अनि एउटा ब्याज दिएको रे। त्यो ब्याज दिए बित्तिकै उहाँ त यति प्रभावित भयो रे, आमा हो। केपी बाले साह्रै ठुलो गल्ती गर्नुभयो क्या। त्यो ब्याजको ठाउँमा चक्लेट चाहिँ दिनुपर्ने थियो, ब्याज नै दिनुभएको। मनमै लाग्यो। ओहो, म त केही बयान गर्न सक्दिनँ। यी नानी आखिर भाइरल हुनलाई गरेको हो कि के हो, भाइरल भइ छोड्यो, सकिगयो नि। म केही बोल्दिनँ, केही भन्दिनँ, चुप्पो लाग्यो। भिडियो हेर्नुहोस्।